बिरजेत अभिषेक मण्डली चर्चका वरिष्ठ अगुवा नरबहादुर घलेज्यू यहाँ मेरो साथमा हुनुहुन्छ। म उहाँसँग छोटकरीमा यो उपवास सम्बन्धी केही प्रश्न सोध्न चाहन्छु। हामी एकछिन दाइ तपाईँलाई स्वागत छ कार्यक्रममा। अनि जय मसी भनी। अनि दाइ उपवास भनेको चाहिँ के हो? तपाईँ उपवासमा आउनुभयो, उपवास भनेको चाहिँ के हो तपाईँ बताइदिनुहोस् न। उपवास भनेको चाहिँ क्रिस्चियन जीवनको एउटा अभिन्न अङ्ग हो, जसले क्रिस्चियन जीवनलाई परिपक्वतातर्फ लानेदेखि लिएर क्रिस्चियन जीवनलाई चाहिँ बाधामा ल्याउने विभिन्न प्रकारका शैतानिक आक्रमणहरू, विभिन्न प्रकारको परिस्थितिदेखि हामी त्योबाट विजय हुन सक्छौँ, जसले जुन चाहिँ हामी एक प्रकारले हेर्नु भने यीशु प्रभुप्रति चाहिँ एउटा समर्पित हो कि समर्पित जीवन चाहिँ उपवास प्रार्थना हो। अनि उपवासमा चाहिँ खाना नखाइकन बस्छ भन्नुभएको छ होइन? त्यो सत्य हो कि झुट हो? कसरी तपाईँ खाना नखाइ बस्नुभयो तपाईँहरू? खाना नखाने भन्दा पनि उपवास चाहिँ विभिन्न प्रकारको हुन्छ। जस्तै एक दिनको उपवास पनि हुनसक्छ, 24 घण्टा उपवास हुनसक्छ, एक हप्ते उपवास हुनसक्छ। र उपवास भन्ने बित्तिकै हामी भोजनबाट चाहिँ हामी एकदमै अलग हुन्छ, भोजनबाट अलग हुन्छौँ। सकेसम्म हामी विभिन्न प्रकारको आफ्नो श्रीमतीसँग भनौँ न, विभिन्न प्रकारको अशुद्ध कुरासँग सबैबाट चाहिँ हामी अलगै हुन्छ। हजुर। अनि जस्तो कि उपवास चाहिँ अब तपाईँहरू विश्वासीहरू, अब अगुवाहरू, पास्टरहरू, विभिन्न मण्डलीका ठुला अब पास्टर अगुवाजनहरू सबै मिलेर मिटिङ गरेर फलानु गते घरबाट निस्कने, फलानु गते त्यहाँ पुग्ने, फलानु गते बस्ने भनेर योजना बनाउनु हुन्छ कि कस्तो तरिकाले तपाईँहरू योजना बनाएर जानुहुन्छ? त्यो त एउटा पहिलो कुरा त हामी योजना बनाउनु त पर्छ नै। हजुर। मिटिङ बस्नुपर्छ नै। तर पनि विशेष गरी मान्छेहरूको सल्लाह भन्दा पनि अहिले यो त्रिएक मण्डलीको यो प्रार्थना चाहिँ हामी चाहिँ विशेष गरी मिटिङ पनि बस्छौँ र मिटिङको साथमा हामी प्रभुसँग सोध्छौँ, प्रार्थना गर्छौँ। हजुर। अहिले तपाईँहरू चाहिँ यति टाढा आउनु भएको छ, अब धादिङको अब त्यस्तै हिमाली क्षेत्र भनौँ न, अब त्यस्तो माथि टापुमा आइपुग्नु भएको छ। यो टापुमा आउनुको कारण चाहिँ तपाईँहरू घरमै बसी बसी उपवास हुँदैन र? किन उपवासको लागि जङ्गलमै आउनुपर्छ, यस्तो डाँडामै आउनुपर्छ? हो, उपवास विभिन्न प्रकारको हुन्छ। व्यक्तिगत उपवास हुन्छ, घरमा बस्ने, मण्डलीमा समूहमा बस्ने उपवास पनि हुन्छ। तर यो उपवास भनेको परमेश्वरले हामीले डाँडामा गएर गर्ने उपवास हो। योभन्दा 2 महिना अगाडि हामीले चाहिँ मिटिङद्वारा, प्रार्थनाद्वारा, अगमबानीद्वारा, दर्शनद्वारा यो ठाउँ, स्थान, गते सम्पूर्ण कुरा चाहिँ प्रभु आफैले नै तोक्नु भएको। प्रभुले तोक्नु भएको भन्नुहुन्छ? कसरी तोक्नु भएको? प्रभु चाहिँ तपाईँहरू सामुने आएर तोक्नु भएको छ कि तपाईँहरूले त्यो दर्शनमा भन्नाले तपाईँको अगाडि आएर तपाईँले देख्नु भएको छ कि आवाज दिनुभएको छ कि कस्तो तरिकाले तपाईँ देख्नु भएको? परमेश्वरले बाइबलमा हेऱ्यो भने परमेश्वरले विभिन्न माध्यमले बोल्नु भएको छ। स्वर्गदूतबाट, सपनाद्वारा, दर्शनद्वारा विभिन्न प्रकारले बोल्नु भएको छ। अहिले यो वर्तमान क्रिस्चियनहरूलाई हामीहरूले चाहिँ परमेश्वरले चाहिँ विभिन्न प्रकारको अगमवक्ता खडा गरेर अथवा यसरी प्रार्थना गर्दाखेरि दर्शनमा प्रकट भएर चाहिँ उहाँले देखाउनुहुन्छ, विभिन्न माध्यमले देखाउनुहुन्छ। अगमबानी हुन्छ, दर्शन हुन्छ, ठाउँहरू देखाउनुहुन्छ ठ्याक्कै। हजुर। अनि उपवास आएर तपाईँले चाहिँ के पाउनुभयो? मैले उपवास पाएर अब मैले जुन प्रकारको सेवाकायमा अझै सक्षमता हुनेछ, कतिवटा कुराहरू अनि कतिवटा कुराहरूमा जुन प्रकारले चाहिँ हामीलाई चाहिँ शैतानले जुन किसिमको बाधा भइरहेको थियो, त्यसको एक प्रकारले परमेश्वरले हाम्रो समर्पित प्रार्थना सुन्नुभएको छ र यो प्रार्थनाले चाहिँ हाम्रो सेवाकाई मण्डली परिवारमा चाहिँ एकदम आत्मिक जागृति हुनेछ। हजुर। अनि म अर्को प्रश्न पनि तपाईँलाई सोध्न चाहन्छु। उपवाससँगै अर्को प्रश्न म जोड्न चाहन्छु। उपवास र चङ्गाइमा चाहिँ के फरक छ? अब अघि मैले एकजना दाइसँग नि कुरा गरेको थियो, उहाँले चाहिँ त्यति राम्रोसँग जानकारी दिएन, किनभने त्यति थाहा भएन भन्नुभयो। तपाईँले अलिकति जानकारी गराइदिनुहोस्। उपवास भनेको, उपवास र चङ्गाइमा चाहिँ के फरक छ? उस्तै हो कि के फरक छ? होइन, उपवास भन्नाले चाहिँ त्यो कुरा प्राप्त गर्नको लागि हामीले कुनै कुरा प्राप्त गर्नको लागि उपवास बस्छौँ। त्यसपछि उपवास बस्दाखेरि कोही व्यक्तिको एउटा माग हुन्छ नि त, त्यो कुनै पनि कुरामा चाहिँ उसले चाहिँ उपवास बसेको हुन्छ त, उसले कुनै पनि प्रार्थनामा म धेरै रोगी बिमारीको बिचमा सेवाकाई दिन सकुन् भन्ने प्रार्थना हुन्छ कसैको। अनि त्यसले चाहिँ प्रार्थना गर्दाखेरि उसले चाहिँ त्यस्तै ल तिमी त्यही गर भनेर प्रभुले भन्नुभएको हुन्छ भने कोही व्यक्ति आफै उपवासमा गएर म यो रोगबाट छुटकार हुनुपर्छ भन्ने कुरा पनि गरेको हुन्छ। यसकारण यो दुईटै कुरा चाहिँ कसरी मिलाउन सकिन्छ भने एकबार आफै कुन कुराको लागि तपाईँ उपवास बस्दै हुनुहुन्छ त्यो कुरो हो। उपवास बसेपछि तपाईँले मागेको कुरा पुरा हुन्छ? पुरा हुन्छ। भनेपछि अब उपवास चङ्गाइ चाहिँ अलिक फरकै छ। उपवास र चङ्गाइ भन्नाले चाहिँ चङ्गाइ चाहिँ जो चाहिँ अब भनौँ न, चङ्गाइ भन्नाले म यो कुरा पनि बुझाउन चाहन्छु सम्पूर्ण विश्वास नगर्नेको निम्ति। चङ्गाइ चाहिँ परमेश्वरको एउटा काम मध्येमा एउटा काम हो कि। चङ्गाइ भनेको चाहिँ थुप्रै कामहरू मध्येमा एउटा काम हो परमेश्वरको। हाम्रो जीवनको लागि थुप्रै कुराको आवश्यकता छ। त्यसमध्येमा हामी शरीर रोगी हुन्छौँ, त्यसको लागि चङ्गाइको आवश्यकता पर्यो, शरीरको चङ्गाइ। कतिजना गरिब हुन्छौँ, त्यसको प्रशस्त आवश्यक पर्यो। कतिजना चाहिँ अब बाँझोपन भनौँ न,
बच्चा नजन्मने समस्या हुन्छ, त्यो कुरा छुटकारो हुनु पर्यो। कोही चाहिँ बुद्धिको घटी कमी हुन्छ, कोही चाहिँ ज्ञानको घटी कमी हुन्छ, विभिन्न मानिसको जीवनको लागि चाहिने थुप्रै कुराहरू हुन्छ। त्यो मध्येमा आवश्यकता मध्येमा बिरामीको लागि के चाहियो त? चङ्गाइ चाहियो। यस कारणले गर्दाखेरि तपाईँले कुन कुराको लागि उपवास प्रार्थना बस्ने हो, सबै कुराको लागि बस्न सक्छ कि, अनि रोग निको हुने कुरा मात्र होइन। हजुर, भनेपछि अब अन्तमा म तपाईँलाई के भन्न चाहन्छु, अन्तमा चाहिँ तपाईँ हिमालयतिर एक कार्यक्रम उपवास कार्यक्रम हेरिरहनु भएका दर्शकवृन्दहरूलाई, विश्वासी अविश्वासीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? यो भन्न चाहन्छौँ कि हामीले चाहिँ यदि यो प्रार्थना सभा अथवा प्रभुले यो कुरा नचुन्नु भएको भए हामी कतिवटा पास्टरहरूले पास्टरको काम सेवकाई नै गर्ने थिएन, छोड्ने थियो होला सायद। परमेश्वरले यसरी चाहिँ हामीलाई चाहिँ टाइममा यसरी प्रभु बोल्नु भएको कुराहरू, परमेश्वरको कामहरू नदेखेको भए, कामहरूको अनुभव नगरेको भए, उपवास प्रार्थना लगायत चङ्गाई लगायत विभिन्न प्रकारले मानिसहरूको जीवन सुधार नगरेको भए हामीले त्यो कतिवटा पास्टर, म आफैले कतिवटा कुराहरू चाहिँ सेवकाईहरू गर्न सक्ने थिएन। यस कारणले गर्दाखेरि सेवकाईको दक्षता प्राप्त गर्न, सेवकाईलाई सक्षम बनाउनको निम्ति परमेश्वरले बोल्नुहुने एउटा माध्यम उपवास प्रार्थना पनि हो। हजुर, यो चाहिँ विश्वासीहरूको लागि हो। अविश्वासीहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? अविश्वासीहरूको लागि त्यही त हो नि, अब हामीले अरू कुराहरूमा खर्च गर्नुभन्दा, अरू कुराहरूमा व्रत बसेर समय बिताउनुभन्दा मेन परमेश्वरलाई भेटाएर चाहिँ हामी काम गर्नु पर्यो। यो होइन कि अब दुःख कष्ट गर्नुपर्ने रहेछ, त्यत्रो दिन उपवास बस्ने दुःख कष्ट गर्नुपर्ने रहेछ भनेर विचार गर्छ। तर यो दुःख कष्ट भन्दा पनि परमेश्वरले यीशु ख्रीष्टद्वारा हामीलाई चाहिँ सजिलो रूपले परमेश्वरलाई प्रार्थना गर्ने एउटा ठुलो अवसर प्रदान गर्नुभयो। तर यीशु ख्रीष्टमा विश्वास नगरिकन तपाईँ जति दिन उपवास बसे पनि त्यो प्रार्थना चाहिँ परमेश्वर सुन्नुहुन्न, किनभने परमेश्वरले चाहिँ आफ्नो पुत्रद्वारा चाहिँ बाटो बनाउनु भयो। त्यो क्रुसको कल्वरीको त्यो क्रुसको बलिदानद्वारा उहाँले रगत छर्काइदिनु भयो, त्यो बाटो देखाउनु भयो। त्यो बाटोबाट भएर बाहेक अरू प्रार्थना परमेश्वरले सुन्नुहुन्न। त्यस कारणले विश्वास नगर्ने सम्पूर्ण प्रियहरू यीशु ख्रीष्टमा विश्वास गरेर मात्रै परमेश्वरले हाम्रो प्रार्थना सुन्नुहुन्छ। यदि चाहे रोगी होस्, चाहे अरू कुनै पनि किसिमको पारिवारिक तपाईँको व्यक्तिगत जुनसुकै किसिमको पीडा भएको होस्, त्यो पीडा चाहिँ यीशु ख्रीष्टको माध्यमद्वारा परमेश्वरसँग हामीले बिन्ती चढाउन सक्छ। त्यो माध्यम भनेको हामी प्रार्थना र लगायत अझै हामी उपवास प्रार्थनाद्वारा उहाँलाई प्रार्थना गर्न सक्छौँ। चङ्गाई, उपवास अनि विश्वासी अविश्वासी सबैको जानकारी गराइदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद।